धन्यवाद आनन्द सर। अनि यो एकदमै राम्रो सो है, जो मलाई एउटा चाहिँ भनौँ फेरि इन्भिटेसनहरू दिनुभएको छ। मेरो परिचय भन्दाखेरि एकदमै सरलै छ परिचय। अब एक हिसाबले हेर्दाखेरि एउटा साउन्ड कन्सल्टेन्ट पनि रहेर आएको छु होइन। एउटा साउन्ड इन्जिनियरिङको फिल्डमा पनि रहेको काम गरिराखेको छु नि विगत केही वर्षहरूदेखि। साथसाथै अब विशेष स्पेसली अब साउन्ड अनि अब यो मल्टिमिडियाको सेक्टरमा चाहिँ अहिले कामहरू गरिराखेको छु। साथसाथै अब एक पाटोमा हेर्दाखेरि चाहिँ यो चाहिँ पिए सिस्टमहरू भनौँ, साउन्ड सिस्टमको एउटा सानो बिजनेस पनि अगाडि बढाइराखेको छु। सायद यति नै हुन्छ होला मेरो सायद परिचय। म दैनिक अब अनेस्टली भन्दाखेरि दैनिक चाहिँ पढ्दिनँ होइन। किन भन्दाखेरि अब फ्याक्ट कुरा कहिलेकाहीँ कता पुगिरहेको हुन्छ, कहिलेकाहीँ कता पुगिरहेको हुन्छ। तर जुन बेला पढ्न बस्छु म, तर मेरो पढ्ने शैली नै अर्कै हुन्छ मेरो। किन भन्दाखेरि सर्जरी गर्ने हिसाबले पढ्छु म। किन भन्दाखेरि त्यहाँ एउटा चाहिँ भनौँ टपिकलाई लिएर अनि मैले अब एउटा चाहिँ भनौँ त्यसभित्रको वाट, वाइ, वेन भन्ने कुराहरू खोजेर म त्यहाँ पढिराखेको हुन्छु। अब एभ्रिडे एउटा च्याप्टर अथवा एउटा भर्स चाहिँ म प्रायः जस्तो अब नपढ्ने होइन, एभ्रिडे नै चाहिँ भन्दिनँ। किन भन्दाखेरि कहिलेकाहीँ सकिँदैन, बाहिर कुदिराखेको हुन्छ आफ्नो फिल्डको कामले गर्दाखेरि। तर म जुन बेला पढ्छु अथवा जुन बेला म कोठामा, अब कहिले पढ्नुहुन्छ भन्दाखेरि चाहिँ जुन बेला म कोठामा आफ्नो कोठामा अलिकति टाइम हुन्छ त्यति बेला चाहिँ स्पेसली एउटा चाहिँ स्टडीको लागि नै भनेर चाहिँ म एउटा टाइम छुटाउँछु। अनि रुममै हो मैले गर्ने खास चाहिँ पढ्ने अथवा उयो गर्ने भने म बाहिर त्यति म गर्ने क्रियाकलापहरूलाई आफ्नो पर्सनल कुराहरूलाई चाहिँ म बाहिर त्यति उयो गर्दिनँ। जस्तै पढ्ने कुरा भयो, स्टडी गर्ने कुरालाई चाहिँ प्रायः म आफ्नै रुममा कि भने चाहिँ राति कि भने चाहिँ बिहानको समय म रुचाउँछु। म अब प्रार्थना चाहिँ दैनिक रूपमै गर्छु। किन भन्दाखेरि यो चाहिँ प्रार्थना भनेको चाहिँ अति इम्पोर्टेन्ट कुरा होइन। अब यसलाई चाहिँ हामीले अब सिजन मिलाएर अब त्यो टाइम मिलाएर भन्ने नै हुँदैन, अप्सन नै छैन यसमा चाहिँ। एभ्रिडे नै बिहान उठ्ने बित्तिकै गर्छु र बेलुका सुत्नुभन्दा अगाडि दिउँसो समय मिल्यो भने दिउँसो पनि गरिराखेको हुन्छु भने। तर बिहान चाहिँ कस्तो हुन्छ भने बिहान उठ्छु, बिहान उठ्नुभन्दा अगाडि मेरो डिमान्डहरू केही पनि हुँदैन। बिहान उठेपछि चाहिँ केवल थ्याङ्क्स भन्ने कुराहरू मात्रै हुन्छ। एकदम थ्याङ्कफुल हुने टाइपको प्रार्थना हुन्छ मेरो बिहान चाहिँ होइन। अनि त्यस्तो खालको चाहिँ मर्निङ प्रेयरमा चाहिँ त्यो हुन्छ। अब इभिनिङमा चाहिँ कस्तो हुन्छ भने अब नाइटमा चाहिँ बिफोर एउटा चाहिँ भनौँ न अब स्लिपमा चाहिँ कस्तो हुन्छ भने अलिकति त्यसमा पनि थ्याङ्कफुलै हुन्छ, तर फ्ल्यासब्याक हुन्छ क्या मेरो फर्केर हेर्दाखेरि चाहिँ के भयो, के गर्न सक्यो त्यो कुराको लागि हुन्छ। जस्तै अब कतिवटा कामहरू मिलिराखेको हुँदैन, त्यो काम मिल्यो। अनि त्यसपछि अब एउटा ट्राभल हरेक दिन ट्राभल गर्नुपर्छ। त्यो ट्राभलबाट अब घर आउँदाखेरि चाहिँ कस्तो हुन्छ भने अब त्यस्तो एकदमै कहिलेकाहीँ कठिन बाटोहरू अथवा कठिन जर्नीहरू ट्राभलहरू गरिराख्नु परेको हुन्छ। अनि त्यो सबै कुराहरू पार भइसकेर त्यो सबै त्यस्तो एउटा चाहिँ भनौँ न त्यो सबै कुराहरूबाट घर आइसक्दाखेरि चाहिँ अनि सुत्नुभन्दा अगाडि चाहिँ त्यो कुरालाई सम्झिँदाखेरि चाहिँ एकदम धन्यवाद दिन मन लाग्छ क्या। अनि बिहान चाहिँ त्यही हो, एउटा नयाँ दिन दिनुभयो होइन, एउटा नयाँ एउटा चाहिँ भनौँ न न्यू डे होइन, न्यू एउटा चाहिँ भनौँ न भाइब्स हुन्छ। त्यसको लागि थ्याङ्क यू मात्रै भन्छु प्रायः जस्तो है म। अनि दिउँसोको लागि म जहाँ जान्छु त्यहाँ चाहिँ एउटा चाहिँ भनौँ न अब एउटा चाहिँ भनौँ जस दिउँसोको लागि चाहिँ एउटा भनौँ न एउटा चाहिँ सहायताको प्रार्थना हुन्छ बिहान चाहिँ मर्निङमा चाहिँ। हामीले हाम्रो लागि भन्दाखेरि पनि अब अरूको लागि चाहिँ हामीले धेरै गर्नुपर्दछ है। टेकर भन्दा गिभर चाहिँ एकदमै ह्याप्पी हुन्छ भन्छ। अनि अरूको लागि प्रार्थना गरिदिनु, अरूको लागि वास्ता गर्नु एकदम इम्पोर्टेन्ट लाग्छ मलाई। किन भन्दाखेरि अब मेरो प्रायः जसो म त्यही कामको लागि नै प्रायः जसो चाहिँ धेरै नै बाहिर हिँडिराखेको हुन्छु यही कुराहरूको लागि चाहिँ। लिने भन्दा नि कसरी चाहिँ अरूलाई चाहिँ एउटा सर्भ गर्न सकिन्छ, अरूलाई चाहिँ कसरी एउटा चाहिँ भनौँ न आफूले पाएको कुराहरूलाई कसरी गर्न सकिन्छ भन्ने पनि हो। साथसाथै अब त्यसमा झन् मोस्ट इम्पोर्टेन्ट भनेको चाहिँ प्रार्थना हो। सबैको लागि नै गरिरहेको हुन्छु, साथीभाइ होइन। अब एउटा जटिल विषय पनि भयो होइन, एउटा चाहिँ भनौँ न अब एउटा चाहिँ इम्पोर्टेन्ट पक्ष पनि हो। किन भन्दा यो गर्नैपर्छ हामीले। अब हाम्रो अब हुन लागेको होइन एउटा चाहिँ भनौँ न श्रीमतीजीको लागि भनौँ एकदम इम्पोर्टेन्ट छ, यो चाहिँ गर्नुपर्छ। किन भन्दाखेरि यो एउटा प्रार्थना अर्जुबिन्ती भनेको चाहिँ तपाईँको कस्तो हुन्छ भने हाम्रो हतियारै भनौँ न, यो चाहिँ एकदमै विफन नै हो हाम्रो चाहिँ। यो सधैँभरि साथमै हुनुपर्छ भन्ने मान्यता राख्छु। त्यही भएर सबैको लागि नै गरिरहेको हुन्छ, देशको लागि होइन। देशको अवस्था झन् बिग्रेको छ, सबैको लागि गरि नै राखेको हुन्छु। चिन्ता लाग्छ जस भनौँ न। अनि त्यो चिन्तन भनेकै प्रार्थना, त्यो चिन्तन चाहिँ प्रार्थनामा बदलिन्छ। मसँग साथी भन्दाखेरि अब साथी र अलिकति भनौँ न
साथीको कुरा गर्दाखेरि साथी त धेरै नै हुनुहुन्छ, तर ह्याङआउट गर्दा चाहिँ कस्तो साथीहरू मनपर्छ भन्दाखेरि चाहिँ ह्याङआउट गर्दाखेरि पनि अब त्यत्तिकै जिस्किने अनि त्यत्तिकै त्यो समय मात्रै बर्बाद गर्ने होइन, तर ह्याङआउट गर्दाखेरि पनि केही पोजिटिभ कुराहरू आओस् होइन, आइडियाको कुराहरू सेयर होस्, अनि कसैसँग बसेर कुराहरू गर्दाखेरि समेत एउटा आइडियाजहरू एउटा सेयर होस् होइन। त्यस्तो खालको साथीहरू चाहिँ ह्याङआउट गर्न बवाल मजा आउँछ क्या। किन भन्दाखेरि चाहिँ आइडियाहरू सेयर गरिरहेको हुन्छ। अब कोही मान्छे बोलिराखेको हुन्छ, पुरा आइडिया लिइरहेको हुन्छ क्या। म चाहिँ अब त्यो अलिक सिरियसली लिन्छु। पहिला चाहिँ यस्तो होइन, म फेरि धेरै कमेडी हो फेरि है। पहिला चाहिँ म धेरै कमेडी गर्ने मान्छे, अनि जहाँ गए पनि अलिकति ठट्यौली रमाइलो गरिहाल्ने मान्छे क्या। अनि जस त्यस्तै रोलहरू पनि गर्थेँ अनि बेला बेलामा। अनि अब यस्तै खालको एउटा चाहिँ भनौँ न, एउटा चाहिँ समय बितेर आयो। तर अहिले चाहिँ यसो उमेरले पनि होला सायद, अब यो यसो उयोहरू गर्दाखेरि चाहिँ अब चाहिँ अलिकति सिरियस, अलिकति केही कुराहरूमा चाहिँ अलिकति केही कुरा गर्नुपर्छ भन्ने एउटा चाहिँ थट्सहरू मनमा आउँछ नि। त्यही भएर चाहिँ अलिकति ह्याङआउटहरू गर्दाखेरि चाहिँ विशेष एउटा चाहिँ भनौँ न अलिकति आइडिया अनि त्यस्तै कुराहरू, क्रिएटिभिटीको कुराहरू गर्ने साथीभाइहरू भने चाहिँ त्यो ह्याङआउट चाहिँ फेरि मलाई एकदम दामी लाग्छ क्या। यस्तै छ। अब यो एकदम हुन्छ नि, यो क्वेसन चाहिँ फेरि जटिल क्वेसन हो। मान्छेलाई सबैलाई म गिभर हो भन्नु नै मनपर्छ। किन भन्दाखेरि कसैलाई पनि टेकर लिन्छु भन्दाखेरि कसैलाई पनि त्यो लिइराखेको मान्छेले पनि म लिन्छु भन्नु त्यति खोज्दैन। अब यो टेकरको कुराहरू गर्नु त्यस्तो हुन्छ। अब गिभर भन्दाखेरि चाहिँ फेरि सबैलाई म गिभर हो भन्नु मनपर्छ। अब म पनि त्यस्तै हो। अब एक प्रकार हिसाबले हेर्दाखेरि म त्यत्रो गिभर पनि होइन एउटा चाहिँ भन्नु, तर केही मात्रामा मलाई पनि दिने मन होइन चाहिँ छ। किन भन्दाखेरि अब त्यस्तो घटना छ, म नाम चाहिँ भन्दिनँ, तर एकजना भाइ एकदम गाह्रो अवस्थामा सानो एउटा केसले गर्दाखेरि कारागार चलान हुनुपर्ने अवस्थाहरू भइरहेको थियो। अनि धरौटीको आवश्यकता थियो त्यहाँनिर, ताकि त्यो धरौटी राखेर चाहिँ ऊ चाहिँ एउटा धरौटीमा रिहा हुनुपर्ने थियो। अर्कोचोटि चाहिँ यस्तो गल्ती म गर्दिनँ भनेर एउटा चाहिँ भनौँ न एउटा त्यहाँ चाहिँ कबुल गरेर निक्लिनु पर्ने थियो। अनि त्यति बेला उसँग एकदम पैसाको अभाव थियो। अनि त्यति बेलाको समयमा चाहिँ सम्झिन्छु म। अनि त्यति बेलाको सानो सहयोगले उसको जीवनमा धेरै कुराहरू एउटा चाहिँ परिवर्तन आयो। उसको जीवनमा धेरै फड्को माऱ्यो। किन भन्दाखेरि ऊ चाहिँ घरको एउटा इम्पोर्टेन्ट पर्सन नै थियो। अनि मैले पनि के विचार गरेँ भने एउटा घरको अब छोरो, जेठो छोरो, अब त्यसरी एउटा चाहिँ भनौँ न केही सामान्य आरोपमा केही कुराहरूमा त्यसरी एउटा चाहिँ भनौँ न कारागार केही समयको लागि कारागार बस्नु भनेको चाहिँ फ्यामिलीको लागि चाहिँ एकदमै दुःखद कुरा हो भन्ने मैले सम्झेँ। त्यही भएर चाहिँ त्यति बेलाको क्षण सम्झिन्छु क्या। अनि त्यति बेला आफ्नै आर्थिक सहयोगमा चाहिँ म पनि गइनँ। म त्यति बेला रेडियोमा कार्यरत थिएँ, मेरो समय मिल्दैन थियो। त्यति बेला रेडियोमा कार्यरत भएको बेलामा चाहिँ मेरो मम्मीलाई रिक्वेस्ट गरेर झुम्का कारागार गएर त्यो कारागार झुम्का कारागार गएर चाहिँ धरौटीमा रिहा गरेर चाहिँ त्यो भाइको लागि चाहिँ एकदमै केही सानो सहयोग अथवा पहल चाहिँ गरेको घटना याद आउँछ क्या। तर त्यति धेरै गिभर पनि होइन, त्यति धेरै दिँदै हिँड्ने त्यो क्षमता पनि होइन, तर कसलाई चाहिँ निड छ एउटा चाहिँ भनौँ न निडी पर्सनलाई चाहिँ जस सकेको सहयोग चाहिँ गरिराखेको हुन्छ भनौँ न। अब यो रियाक्सनको कुरा गर्दाखेरि चाहिँ फेथको कुरा गर्दाखेरि चाहिँ फेथ अनि रियाक्सन है एकदमै यो इन्टर रिलेटेड टाइपको छ। फेथको बारेमा भन्दाखेरि अहिले मान्छेले फेथ भन्छ। यो फेथ भन्ने चाहिँ अहिले मलाई लाग्छ FAKE फेक जस्तो भइसक्यो क्या। यो अब यो एक प्रकारले हेर्दाखेरि चाहिँ यो वर्ड चाहिँ एकदम ब्युटिफुल छ, एकदमै यो राम्रो छ होइन, एकदम एउटा चाहिँ भनौँ न वेटी छ। तर अब यो कुराहरू बताउँदाखेरि चाहिँ कति मान्छेको लागि चाहिँ यो अहिले अब यो ईश्वरीय कुराहरू चाहिँ हुन्छ नि, बिब्लिकल कुराहरू चाहिँ कतिपय चाहिँ थियोलोजिकल कुराहरू चाहिँ अथवा भनौँ न एउटा चाहिँ ईश्वरीय कुराहरू बताउँदाखेरि चाहिँ धेरैको लागि चाहिँ एउटा यो फितलो विषय हो क्या। के भन्दा अहिले यस्तो समय चलिरहेछ, भौतिक कुराको भौतिकवादी समयमा छौँ हामी होइन। त्यहाँ चाहिँ मान्छेहरू उपयोग गर्न चाहन्छ, रमाउन चाहन्छ, हेर्न चाहन्छ, छुन चाहन्छ, ऐस आराम गर्न चाहन्छ। र ईश्वरीय कुरामा त गाह्रो छ। ईश्वरीय कुराको एउटा चाहिँ भनौँ कुरा गर्दाखेरि चाहिँ यो चाहिँ अहिलेको जेनेरेसनहरूको लागि चाहिँ अलिकति अप्ठ्यारै हुन्छ। र रियाक्सन चाहिँ अब त्यस्तै हो। अब अहिलेको जेनेरेसनहरूले अब ईश्वरीय कुराहरूलाई भन्दा नि अब भौतिक कुराहरूलाई माया प्रेम गरिराखेको हुन्छ। त्यो भएर चाहिँ रियाक्सन चाहिँ अलिकति फरकै आउँछ। यङ जेनेरेसन भएर पनि ईश्वरको कुरा भन्ने किसिमको एउटा चाहिँ भनौँ न
त्यो कुराहरू आउँछ नि। अब यो धर्म कर्म भन्छन् होइन, अब प्रायः जसो अब धर्म कर्म भन्ने कुराहरू गर्छन्। अनि अब यङ एजमा धर्म कर्म प्रायः जसोले कम्ती नै सम्झिराखेको हुन्छन् है। फेरि सबैलाई भन्नु मिल्दैन, सबैलाई एउटै उयसमा चाहिँ दाँच्न मिल्दैन, एउटै रूपले चाहिँ जुवामा अथवा भनौँ एउटै रूपले चाहिँ हेर्न मिल्दैन। तर यस्तो व्यक्तिहरू पनि हुनुहुन्छ होइन, जो ईश्वरीय कुराहरूलाई आस्था राख्ने, आस्तिक एकदम राम्रो पनि हुनुहुन्छ। कतिजना चाहिँ अब यो रियाक्सन एकदम फरक आइदिन्छ क्या, पताउँदैनन् उनीहरूले यस्तो कुराहरूलाई, नर्मल माइनर लिइदिन्छन्, त्यस्तै हुन्छ रियाक्सनहरू चाहिँ। अगाडिको जीवन हेर्दाखेरि त अब हामीले टिनेजसम्म त जस भनौँ न हामीले पनि जेनरल बोली नै राखेको। किन भन्दाखेरि चाहिँ हामीले यस्तो कुराहरू चाहिँ बोल्नु हुँदैन, यी कुराहरू चाहिँ खराब हो। सुन्दाखेरि पनि एक प्रकारले भन्दाखेरि चाहिँ यी शब्दहरूले चाहिँ राम्रो प्रभाव पार्दैन भन्ने ज्ञानै थिएन हामीलाई। र साथीको लयमा साथीलाई पनि दोष नदिउँ, अब त्यो सर्कलै त्यस्तो थियो एउटा, एक प्रकार त्यो आउँदो रहेछ क्या। त्यो सर्कलको एउटा चाहिँ भनौँ न सर्कलको प्रभावले भनौँ अथवा भनौँ त्यो उमेरै त्यस्तो हुँदो रहेछ के। एक प्रकारले भन्दाखेरि चाहिँ अब कतिपय कुराहरू बोलिराख्दाखेरि पनि त्यसको इम्प्याक्ट कस्तो पर्छ क्या, अब एउटा कम्युनिटीमा एउटा फ्यामिलीमा भन्ने कुरा नै थाहा हुँदैन। अनि त्यति बेला त बोल्यो, धेरै कुराहरू बोल्यो होइन। अनि पछि सम्झिँदाखेरि चाहिँ, अहिले पछि भन्दा पनि अहिले सम्झिँदाखेरि चाहिँ, त्यो बेलाको समयमा सम्झिँदाखेरि चाहिँ त्यो कुराहरू सम्झिँदाखेरि चाहिँ अनि ती कुराहरू चाहिँ आखिर असलको लागि होइन रहेछ, त्यो कुराहरूले चाहिँ राम्रो खालको उयो पार्दैछ भन्ने कुरा सम्झियो। अनि बोल्यो त्यति बेला जे होस् भनौँ न, त्यति बेलाको उमेरमा भनौँ, अब एक प्रकार त्यो साथी सङ्गतको लैलैमा भनौँ, अब बाहिरतिर हिँड्दाखेरि त्यस्तो शब्दहरू निकाल्यो। अब अनेस्टली भन्दाखेरि अब गरेन भन्नु मिल्दैन, जस एउटा उमेरमा चाहिँ। तर अबको दिनमा चाहिँ तपाईँसँग त्यो कुराहरू छैन? अहिले ती कुराहरू छैन। किन भन्दाखेरि अब अहिलेको समयमा भन्दाखेरि चाहिँ हामी धेरै जिम्मेवारी बोकेर हिँड्नुपर्ने हुन्छ होइन। र कहिलेकाहीँ कस्तो हुन्छ भने हाम्रो सानो शब्दले, हाम्रो सानो हाम्रो यो शब्दको कारणले गर्दाखेरि धेरै ठुलो परिवर्तन पनि आउँछ। अनि धेरै ठुलो एउटा चाहिँ भनौँ न चुनौतीहरू पनि खेप्नुपर्छ। त्यस कारणले गर्दाखेरि यो शब्द बोल्ने कुरामा चाहिँ एकदम अहिले म होसियार हुन्छु। किन भन्दाखेरि अब यो खराब भन्ने कुरा एकदमै खराबै हो त्यो, र त्यसले कहिले पनि खराबले चाहिँ असल एउटा चाहिँ भनौँ न कहिले पनि असल आशा चाहिँ दिन सक्दैन। त्यस कारणले गर्दाखेरि अब यी कुराहरू चाहिँ अब प्रयोग गरिराखेको छुइनँ। अनि धेरै अब जिम्मेवारी बोकेर हिँड्नुपर्छ, धेरै एउटा चाहिँ भनौँ न कम्युनिटीमा हिँडिराख्नु परेको भएको कारणले गर्दाखेरि चाहिँ यो सुहाउँदिलो पनि छैन भन्ने एउटा देखिन्छ। त्यही भएर चाहिँ यस्ता चाहिँ अब छोडेको कुरा चाहिँ म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। अब लकको कुरा आयो होइन, अब हामीले लकलाई चाहिँ अब खास त्यसरी अब प्रायोरिटी दिँदैनौँ होइन। अब म दिन्न मेरो पर्सनल प्राइभेट लाइफमा, तर अब कहिलेकाहीँ ओ माई गडसम्म चाहिँ अब भनिन्छ होइन। किन भन्दाखेरि अब त्यो गड सम्झिने त अब हामीले सुख हुँदा दुःख हुँदा गडलाई नै हो होइन। अनि ओ माई गडसम्म भन्न सकिन्छ। तर अब त्यो अब एक प्रकारले भन्दाखेरि चाहिँ त्यो प्रमिसको कुराहरूमा, यस्तो प्रमिसको कुराहरूमा चाहिँ म फेरि बिलिभ गर्दिनँ। तर म चाहिँ हार्डवर्कमा र एउटा चाहिँ भनौँ न गडमाथि चाहिँ विश्वास गर्छु। तर अब यो प्रमिसको कुराहरूमा चाहिँ त्यति म सकारात्मक छुइनँ। किन भन्दाखेरि अब यो प्रमिसको कुराहरू भयो, एउटा चाहिँ भनौँ अलिक मेरो पर्सनल उयसमा चाहिँ ओपिनियनमा चाहिँ अलिकति त्यति धेरै स्वीकार्य छैन भनौँ न। तर म अब कहिलेकाहीँ अब केही अथवा भनौँ न आपद विपदहरू पर्दाखेरि चाहिँ अथवा केही कुराहरू भन्दाखेरि चाहिँ ओ माई गड, ओ मेरो प्रभु, आपद विपद पर्दा है, फेरि आपद विपद पर्दा अथवा खुसीमा ओ माई गड थ्याङ्क यू भन्ने कुराहरू हुन्छ। तर अब मिनेटै पछि अब 15 मिनट 20 मिनट ओ माई गड यो कुराहरू चाहिँ अलिकति कम्ती नै निक्लिन्छ। किन भन्दाखेरि अब व्यर्थमा नाम नलिनु भन्ने कुराहरू छ होइन। किन भन्दाखेरि अब कहिलेकाहीँ हामी जिस्किराखेको हुन्छ ओ माई गड, अब गिलाहरू गर्दा अब मजाकहरू गर्दा नि ओ माई गड भनिदिरहेको हुन्छ। यसले त्यति धेरै गडको संलग्नता म देख्दिनँ त्यहाँनिर। जब हामी कहिलेकाहीँ ठुलो केही घटनाहरूबाट बाँच्छौँ अथवा कुनै राम्रो कुराहरू हुन्छ, गडलाई सम्झिनु चाहिँ पर्छ, हो त्यति बेला चाहिँ म ओ माई गड भन्छु। तर अब त्यो हुन्छ नि अब मजाक गर्दा जिस्किँदाखेरि त्यो ओ माई गडले त्यति धेरै त्यो एउटा भनौँ न त्यहाँनिर चाहिँ त्यति धेरै प्रयोग गर्नु चाहिँ त्यति मलाई उपयुक्त लाग्दैन। सर्वप्रथम त म धन्यवाद दिन चाहन्छु आइफ्रेज प्रकाशनलाई, जुन यस्तो राम्रो एउटा कार्यक्रम प्रकाशन गर्न लागिराखेको छ। पहिलाको हिसाबले हेर्ने भने एकदमै गाह्रो अवस्था थियो है। अब यो हाम्रो समयमा चाहिँ धेरै एउटा चाहिँ भनौँ न मनमा लागेको कुराहरू पनि भन्ने ठाउँ नहुने होइन। अब कसरी व्यक्त गर्ने त, अब फ्यामिलीमा पनि त्यसरी व्यक्त गर्न सकिँदैन होइन।
तर अब यो आई फ्रेज प्रकाशन भन्ने एउटा युट्युब च्यानलको माध्यमद्वारा चाहिँ हामीमा भएको केही कुराहरू होइन, हामीले कस्तो लाइफस्टाइल भोगिरहेछौँ, हामीले पास्टमा के गऱ्यौँ, अब के गर्न गइरहेछौँ होइन, के गर्दैछौँ भन्ने कुरा एकदम जस भनौँ न राख्ने मौका दिनुभयो। यसको लागि चाहिँ म आई फ्रेज प्रकाशन टिमलाई, च्यानललाई पनि म धन्यवाद दिन चाहन्छु। अब साथसाथै मेरो फिडब्याक चाहिँ भन्दाखेरि चाहिँ आउने दिनहरूमा यस्तै खालका कार्यक्रमहरू धेरैभन्दा धेरै एपिसोडहरू जान सकेको होस्, ताकि चाहिँ एउटा जवान मानिसलाई चाहिँ यो भिडियो हेर्दै गर्दाखेरि चाहिँ एउटा एनर्जी, पोजिटिभ भाइब्स होइन, थट्सहरू एउटा चाहिँ मनमा आउन सकोस् भन्ने पनि शुभकामना म दिन चाहन्छु। साथसाथै यो आई फ्रेज प्रकाशन टिमलाई चाहिँ म एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो तपाईँहरूको कार्यक्रम, तपाईँहरूको यो सोमा चाहिँ मलाई मेरा केही शब्दहरू, मेरा केही अनुभवहरू राख्ने मौका दिनुभयो। यसको लागि चाहिँ म धेरै धेरै धन्यवाद दिन चाहन्छु र कार्यकुशलताको शुभकामना पनि म दिन चाहन्छु आई फ्रेज प्रकाशन युट्युब च्यानललाई।